उपयुक्त हावापानी, फराकिलो ठाउँ, तराई अवस्थित स्थानीय उत्पादन, मल, जल र स्रोत साधनको सुविधा रहेको यस वन गाउँमा वर्षेनी ऋतु अनुरूप प्रशस्त अन्नबाली, फलफूल तथा तरकारी उत्पादन भएको देख्न सकिन्छ। साथै बर्खे महिनामा उत्पादन हुने काँक्रा, भिन्डी, लौका, फर्सी यस वर्ष पनि प्रशस्त फलेको देख्न सक्छौ। तर असुरक्षित सिमाना र त्यसले निम्त्याएको असरहरू भने अहिले मात्र नभई वर्षौंदेखि कृषिमा जरा गाडेर बसेको समस्याको रूपमा रहेको छ। वासुदेव र बलराम नाम गरेका दुई किसानहरूको खेतबारी नजिकै रहेकाले दुवैजना बिहान सँगै गोडमेल गर्न बारीतिर लाग्छन् र सोही क्रममा वासुदेवले भलाकुसारी गर्न सुरु गर्दछन्। हजुर दाइ भन्नु न, बिहानदेखि काम गरेछौँ, घाम पनि लागिसक्यो, थोरै थकाइ मारौँ न। ठिक छ, आउनु नि त, यहाँ शीतलमा बसेर कुरा गरौँ। अरू के छ त तेरो हालखबर? ठिक छ दाइ, आफ्नो भन्नु न। मेरो नि के हुने भयो, ठिकै छ। अनि अरू घरमा सब ठिक छन्? घरमा नै ठिक छ, सब सन्चै छ। अरू त त्यस्तै हो दाइ। अब खेतबारीको बारेमा भन्नु कि कस्तो भइरहेछ, के लाउनु भयो, के छ बारीमा? हेर कान्छा, अब यो चोटिको फसल पनि अलि व्यापक रूपले खस्टाएको छ। अब यसरी अब यो उत्पादनलाई वर्षैभरि राखेर पनि साध्य छैन। अब घरमा गएर बेच्ने हो कि एकैचोटि पसलमा लगेर सल्टाउने हो, के छ तेरो विचारमा? हेर्नु दाइ, अब कति दिनसम्म घर गएर बेच्ने हामी? फेरि मेरो त स्वास्थ्य पनि तलमाथि भइराखेको हुन्छ। मैले सुनेको छु बजारमा कुसुम बहिनीले निकै नै तरकारी झार्छिन्, तरकारी पनि टिकुनियाबाट झार्छिन् रे। एकचोटि गएर बुझौँ न, के थाहा, हाम्रो चाहिँ अर्ग्यानिक तरकारी राखिहाल्छौँ, उताबाट इन्डियाबाट त धन रासायनिक प्रयोग भएको तरकारीहरू झार्छौँ। एकचोटि गएर बुझौँ न त के कस्तो छ भनेर। ए त्यसो भए हिँड्न त एकचोटि बुझेर आउँ के रहेछ खासमा कुरो। ठिक छ, हिँड्नु न दाइ। वासुदेव र बलराम दुवैजना बजारतिर तरकारीको भाउ बुझ्न भने कुसुमको पसलतिर लाग्छन्। यो 2 दिनको जिन्दगी पनि गाई बस्तु पालेर जाने भयो। खेतीपातीबाट पनि केही होला जस्तो छैन। यो पालिको फसल पनि मल नपाएर सबै कुहिएर जाने भयो। अब केही उपाय सोच्नु पर्ने बेला। जाँदै गर्दा चौतारामा गाई चराइरहेको अवस्थामा रामलालसँग भेट हुन्छ। ओहो गाईहरू कताबाट हो? ओहो भाइ, के गाई चराउँदै हो? गाई चराएर आएको, अहिले थकाइ लाएर यसो चौतारीमा बस्नु भनेर बसिरहेको छु। अरू भन्नु के छ सन्चै हो? अरू त ठिकै छ, तरकारीको भाउ नपाएर लास्टै हैरान भएको छ। ए हामी पनि त्यही समस्या लिएर अहिले तरकारीकै भाउ खोज्न बजारतिर लागिरहेको छौँ। जाउँ न त हिँड्न तिमी पनि। हुन्छ त दाइहरू, म गाई पुऱ्याएर आउँछु, तपाईँहरू जाँदै गर्नु।
नमस्कार बहिनी। आज बिहान चाहिँ के कामले पाउनुभयो होला? आज अहिले विशेष कामले नै आएका थियौँ। विशेष काम भए बसेर कुरा गरौँ न त। हुन्छ बस्नु न। आउनुहोस् न यता बस्नु। दाजुहरूको के विशेष काम रहेछ यस्तो? यसपालि बारीको तरकारी हाम्रो अलि बेसी नै फस्टाएको छ, त्यही भएर यसो बजार भाउ बुझ्न आएका छौँ के कस्तो रेटमा राख्नुहुन्छ भनेर। हो बहिनी, यस्तो हामीले नि बेच्न पायो भने हामीलाई नि अलिक सहयोग हुन्थ्यो, छोराछोरीको जरुरत पुरा गर्न सकिन्थ्यो स्कुलको फी। अनि हामीलाई त यहाँ आफूलाई 2 छाक चाहिँ पुर्याउनु पनि गाह्रो भइसकेका छन्। तपाईँको पसल अरूको भन्दा राम्रो छ, अनि हाम्रो केही तरकारीहरू राखिदिनु हुन्छ कि भनेर आएको छौँ। अब हेर्नुहोस् दाजुहरू, इन्डियाबाट आएको मालहरू त पुरा सलक्क परेको देख्दै खाउँ खाउँ लाग्ने हुन्छन्। अब यहाँ हाम्रो गाउँठाउँको डल्ला डल्ला हुन्छन्, महँगोमा फेरि ग्राहकहरूले किन्नै पनि सक्दैनन्। अब के कसरी राख्ने होला हजुरहरूको? मलाई नै घाटा पाएर राख्न त मिलेन, हेर्नु खेर नै जान्छ मेरो तरकारीहरू त यहाँ राखेर। यो पालिको तरकारी फस्टाएर जताततै बिक्री भएर यसै खेर गएको छ। अब हामीले पनि तरकारी बेच्दा कसै मूल्य पनि पाएको छैनौँ। झन् भन्सारबाट आएको तरकारी त सस्तो दाममा आइरहेको छ। अब त्योबाट बेचौँ भने पनि खासै मूल्य पनि आइरहेको छैन। योपालि त गाह्रो नै पर्ला दाजु, बरु योपालि चाहिँ नराख्नु होला दाजु। अर्ग्यानिक हो बहिनी, तरकारी चाहिँ यसमा चाहिँ विषादी केही छैन, इन्डियाबाट आउने जस्तो विषादीहरू छैन। अब हेर्नुहोस् दाजुहरू, इन्डियाबाट आएको मालहरू त पुरा सलक्क परेको देख्दै खाउँ खाउँ लाग्ने हुन्छन्। अब यहाँ हाम्रो गाउँठाउँको डल्ला डल्ला हुन्छन्, महँगोमा फेरि ग्राहकहरूले किन्नै पनि सक्दैनन्। अब के कसरी राख्ने होला हजुरहरूको? मलाई नै घाटा पाएर राख्न त मिलेन, हेर्नु खेर नै जान्छ मेरो तरकारीहरू त यहाँ राखेर। यो पालिको तरकारी फस्टाएर जताततै बिक्री भएर यसै खेर गएको छ। अब हामीले पनि तरकारी बेच्दा कसै मूल्य पनि पाएको छैनौँ। झन् भन्सारबाट आएको तरकारी त सस्तो दाममा आइरहेको छ। अब त्योबाट बेचौँ भने पनि खासै मूल्य पनि आइरहेको छैन। योपालि त गाह्रो नै पर्ला दाजु, बरु योपालि चाहिँ नराख्नु होला दाजु। अर्ग्यानिक हो बहिनी, तरकारी चाहिँ यसमा चाहिँ विषादी केही छैन, इन्डियाबाट आउने जस्तो विषादीहरू छैन, त्यही भएर यो चाहिँ राख्नु तपाईँले। जसले यति कर गरेर राख्नुभएको छ गाईहरू, गाह्रै पर्छ हेर्नु। महँगोमा राख्नु त खासै गाह्रो पर्छ। फेरि ग्राहकहरूले पनि किन्न रुचाउँदैनन्। आफू फेरि राखिहालौँ भने पनि अब खेर नै जान्छ हेर्नु। योपालि त नराख्नु होला दाजु। यति कुरा भइसकेपछि वासुदेव, बलराम र रामनाथ निराश हुँदै घरतिर लाग्ने तर्कर गर्छन्। यत्तिकैमा इन्डियाबाट तरकारी लिएर चम्पकलाल आउँछन् र पसलेसँग कुरा गर्न थाल्छन्। के छ त तरकारी राख्नु पर्ने छैन? अघि भर्खरै केही किसानहरू आएका थिए, आफ्नो खेतबारीको तरकारीहरू के कस्तो मोलमा बिकिरहेछ भनेर। उनीहरूले ल्याएको महँगो न महँगो हेर भाइ, राख्न पनि अप्ठ्यारो, आफैले ग्राहकलाई बेचौँ भने उति नै महँगो, किन्दैनन्। अब तिमीले पो के कस्तो भाउमा ल्याएको छौ? ए दिदी चिन्तै नलिनु न, पहिलाको भन्दा मिलाएर दिन्छु त। किसानहरूले अब कस्टमरको अनुसार माग पनि पुरा गर्न सक्दैनन् तरकारीको। ए दिदी पहिलाको हप्ताभन्दा झन् कम भएर आएको छ तरकारीको रेट। तपाईँ कति भन्नुहुन्छ त्यो भन्नु न, कति राखौँ, कति झारौँ तरकारी? के तरकारी झार्नु पर्ने छ दिदी? करेला, भान्टा, लौका, गाजर के राखौँ? अब तरकारीको रेट मिलाएर दिन्छु भनि नै हाल्यो के अरे। अब राखिदिउँ त सबै तरकारी एक रेट। हुन्छ दिदी, ल्याइहालेँ म। यत्तिकैमा पसलबाट त्यो व्यापारी फर्कन्छ। उता भने चौतारामा वासुदेव, बलराम र रामलाल उत्पादनलाई कसरी उपभोक्ता माझ पुर्याउने भनेर छलफल गर्न थाल्छन्। दाइ, अब कुसुम बहिनीले नै तरकारी नराख्ने भनिदिन्। अब यो भएको तरकारी बेच्न त हामीलाई त गाह्रो नै भयो जस्तो लाग्यो। त्यसको केही त समाधान खोज्नु पर्यो, नभए हामी त ठुलो विडम्बनामा पर्नेछौँ। अब के गर्नु त केटाहरू, तिमीहरू नै भन्नु के गर्नु? अब अन्तिम आशा भनेको नगरपालिका गएर केही हुन्छ कि बरु जाउँ न उतैतिर नगरपालिकातिर। ठिक भन्यौ तिमीले। अब
नगरपालिका नै जानु पर्यो। अस्ति भर्खरै हाम्रो एउटा बहिनी नगरपालिकाको मेयर भएको छ, सायद उनले केही न केही हामीलाई सहयोग पक्कै गर्लान्। केही गर्नु पर्यो है अब। जाउँ त। यति भनिसकेपछि किसानहरू आफ्नो समस्या राख्न नगरपालिकातिर लाग्छन्। नमस्कार बस्नुहोस् न। दाजु के विशेष आफ्नो पार्नु प्लास्टिक समस्या बोकेर आएको छौँ हामी त। यो समस्याको समाधान पनि निस्किने छ भन्ने आशा पनि बोकेका छौँ। के पऱ्यो दाजु त्यस्तो ढुक्क भएर भन्नुहोस् न। यसपालिको तरकारीले उचित मूल्य पाएन, त्यही भएर केही सहयोग गर्नुहुन्छ कि भनेर हामी आएको छौँ। अब हामीलाई यसको उपार्जन गर्न पनि गाह्रो भइसकेको छ। हजुरले केही न केही उपाय लगाउनुहुन्छ भन्ने आशा चाहिँ बोकेर आएको छौँ हामी यहाँ। यसपालि हाम्रो फसल निकै नै व्यापक रूपमा फस्टाएको छ। त्यही भएर खुला सिमानाको कारणले गर्दाखेरि हामीले हाम्रो सामानको हाम्रो उत्पादनको उचित मूल्य पाइरहेका छैनौँ र त्यसले गर्दा हामी एकदमै मात्रामा परेका छौँ। तरकारीको नोक्सानी हुने अवस्था देखिरहेको छ अनि त्यही भएर यो समस्याको जति सक्दो नगरपालिकाले समाधान निकालिदिनु पर्यो। गएको हप्ता पनि खोजेर दाजुले ओडाको सम्पूर्ण किसानहरूलाई लिएर यही समस्या लिएर आउनुभएको थियो। हाम्रो नगरपालिकाले चाहिँ यस विषयलाई लिएर मध्यनजर गर्दै सिमानामा पढाइ चाहिँ एकदमै सिमाना सुरक्षामा चाहिँ पढाइ गरिरहेको छ र अर्को चाहिँ हजुरहरूको फसलहरूले एउटा उचित मूल्य पाओस् भन्नका निम्ति चाहिँ हामीले प्रत्येक हरेक टोलमा चाहिँ त्यो विषय चाहिँ एउटा हाट बजार सञ्चालन गर्ने निर्णय पनि लिएका छौँ। यो जानकारी पनि हजुरलाई दिन चाहेका छु। र अर्को चाहिँ हामीले हाम्रो प्रत्येक प्रादेशिक मन्त्रीहरूले चाहिँ सङ्घीय सरकारलाई पनि यो विषयमा चाहिँ बार झन्झटाइरहेको छ र यसको चाहिँ समाधान छिट्टै नै आउँछ भन्ने कुरा हजुरहरूलाई भन्न चाहेर यो कुरामा चाहिँ हजुर ढुक्क र विश्वस्त हुनुहोस् भन्ने म हजुरले भन्न चाहे। हुन्छ, अब हामीले के भनिसकेपछि हजुरले समस्याको समाधान गर्नुहुन्छ भन्ने आशा गर्दैछौँ। मेयरको कुरा सुनिसकेपछि सबै किसानहरू आफ्नो घर फर्कन्छन्। मेयरले भने अनुसार प्रत्येक हप्ताको मंगलबार र शुक्रबार स्थानीय हाट बजार लाग्नु सुरु हुन्छ। जसले गर्दा किसानहरूको उत्पादनले पनि राम्रो मूल्य पाउँछ र उनीहरूले उत्पादन गरेको तरकारी बिक्री हुन थाल्छ।